हेलो 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 के छ होप हजुरहरू सन्चै हुनुहुन्छ होला। फेरि पनि आइसकेको छु अर्को नयाँ पोकेमनको अनबक्सिङ भिडियो ल्याएर। आज चाहिँ स्टार्टेक 105 बक्स लिएर आएको छु ओपन गर्नलाई। एक बक्स चाहिँ बिहानै ओपन गर्यो। रमै त के पर्छ आज गोल्डन पिकाचु। होप हजुरहरूलाई यो भिडियो राम्रो लाग्ने छ। कृपया भिडियोलाई स्किप नगरी लास्टसम्म हेरिदिनु होला र यस्तै यस्तै कन्टेन्टहरू हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला, साथै बेल नोटिफिकेसन पनि अन गरिदिनु होला। ल सुरु गरौँ है त खोल्नलाई। कस्तो साह्रो हो खोल्न पनि, ढुस्काड पर्यो। यो हेर्दैमा ढुस्काड पर्यो। कति पर्छ त हेरौँ है त, नम्बर कति पर्छ। एक त होइन यो पक्कै नि, 25 पनि होइन यो। के पर्छ 97 मा के छ त, बल गाई। यो दुईटा कार्ड पर्यो, यो दुईटा पर्यो। यो दुईटालाई यता राखौँ। अरू के छ, अरू यो पनि पर्यो तीनटा। अरू त केही पनि छैन, अरू त यति नै। फर्स्ट बक्स ढुस भयो। कहिले पनि राम्रो पर्दैन यार। ल सेकेन्ड बक्स है त। सेकेन्ड बक्स के पर्छ, सेकेन्ड बक्स के पर्छ। यो पनि पारेन यार। कति नम्बर पर्छ त हेरौँ है त खोलेर। कति नम्बर छ, 096 रे द्याट। 96 मा कुन छ त, यो दुईटा रहेछ। दुईटा अरू त केही पनि छैन। यो बक्सबाट यति नै हो। अब दुई बक्स छ, दुई बक्समा कुनमा हुन्छ। यसमा छ त के साह्रो गाह्रो भएको च्यात्तिन पनि। यो पनि छैन यार, यो पनि ढुस भयो। 10 बक्सभन्दा बढी खोलेर अहिलेसम्म एउटा गतिलो कार्ड परेन नि। 88 मा चाहिँ के छ त, तीनटा कार्ड रहेछ 88 मा। के हो, होइन दुईटा मात्रै रहेछ। अरू त केही पनि छैन। त्यही भयो नि यार। लास्ट एक बक्स छ, यसमा पर्छ त, यसमा केही पर्ला त। केही पनि परेन भने त कस्तो यार। कमसेकम एउटा त दामी हिट हान्नु पर्थ्यो यार। हेरौँ के पर्छ यसमा। यो पनि गयो। यो पनि छैन। अब यसमा कति नम्बर पर्यो भन्ने कुरा। 51। के छ धन्न अलिकति भयो नि टल्किने दुईटा चाहिँ परेछ। यति हो, अरू केही यो पनि ढुस भयो, केही छैन।
यही हो 051 81 88 96 97 यसबाट परेको कार्ड चाहिँ यति हो एउटा दुईटा तीनटा चारवटा 5 6 7वटा 8वटा 9वटा कार्ड आज यति मात्रै हो ल